नमस्कार साथीहरु, तपाईहरुको आज यो भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरु तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एमबी डाटा कसरी लिने सही तरिकाबाट। यदि साथीहरु तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एमबी डाटा लिनको लागि सिक्न चाहनुहुन्छ सही तरिकाबाट भने यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला। ल साथीहरु अब लागौ भिडियोतर्फ। साथीहरु तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एमबी डाटा लिनको लागि के गर्नु होला, तपाईहरु पनि आफ्नो मोबाइल फोनमा भएको फोन एपलाई ओपन गर्नु होला। फोन एपलाई ओपन गरिसकेपछि साथीहरु तपाईहरुले यहाँ के टाइप गर्नु होला एमबी र डाटा लिनको लागि तपाईहरुले यहाँ टाइप गर्नु होला *123# यति टाइप गरिसकेपछि साथीहरु तपाईहरु यहाँ चाहिँ कलिङ अप्सनमा क्लिक गर्नु होला। कलिङ अप्सनमा क्लिक गरिदिनु हुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि यहाँ चाहिँ धेरैवटा अप्सनहरु आइहाल्छ। तपाईहरु डाटा लिनको लागि यहाँ चाहिँ 4 टाइप गरेर अनि सेन्डको अप्सन छ नि सेन्डको अप्सनमा क्लिक गरिदिनु होला। सेन्डको अप्सनमा क्लिक गरिदिनु हुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि आइहाल्छ अप्सनहरु डाटा लिनको लागि। तपाईहरु एक दिनको लागि डाटा लिनको लागि चाहनुहुन्छ भने तपाईहरु यहाँ 1 टाइप गरेर अनि सेन्ड गर्नु होला। यदि तपाईहरु 7 दिनको लागि डाटा लिनको लागि चाहनुहुन्छ भने तपाईहरु यहाँ 2 टाइप गरेर अनि सेन्ड गर्नु होला। यदि तपाईहरु 28 दिनको लागि डाटा लिनको लागि चाहनुहुन्छ भने तपाईहरु यहाँ चाहिँ 3 टाइप गरेर अनि सेन्ड गर्नु होला। म चाहिँ एक दिनको लिएर तपाईहरुको हेराइदिरहेको छु, त्यसैले म यहाँ 1 टाइप गरेर अनि सेन्डको अप्सनमा क्लिक गरे। क्लिक गरिसकेपछि साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि हेराउँछ यहाँ चाहिँ डाटा प्याकहरु। तपाईहरु 1 नम्बरको डाटा प्याक लिन सक्नुहुन्छ 99 रुपैयाँमा 3 दिनको लागि अनलिमिटेड र 2 नम्बरको डाटा प्याक लिन सक्नुहुन्छ 50 रुपैयाँमा 1 दिनको लागि अनलिमिटेड र 3 नम्बरको लिन सक्नुहुन्छ 65 रुपैयाँमा 2 GB डाटा 3 दिनको लागि र 4 नम्बरको लिन सक्नुहुन्छ 40 रुपैयाँमा 1.5 GB डाटा 1 दिनको लागि र 5 नम्बरको लिन सक्नुहुन्छ 35 रुपैयाँमा 1.25 GB डाटा 1 दिनको लागि। तपाईहरु कुन डाटा प्याक लिन चाहनुहुन्छ तपाईहरु त्यति नम्बर यहाँ टाइप गरेर अनि सेन्डको अप्सन छ नि सेन्डको अप्सनमा क्लिक गरिदिनु होला। सेन्डको अप्सनमा क्लिक गरिदिनु हुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको डाटा प्याक लिइहाल्छ मोबाइलमा। साथीहरु तपाईहरु यसरी नै आफ्नो मोबाइल फोनमा एमबी र डाटा प्याक लिन सक्नुहुन्छ। साथीहरु तपाईहरुको यो भिडियो चाहिँ राम्रो लाग्यो भने एउटा कमेन्ट पनि गर्नु होला अनि तपाईहरुले मेरो युट्युब च्यानलमा नयाँ आउँदै हुनुहुन्छ भने तपाईहरुले के गर्नु होला मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला। ल साथीहरु आजको भिडियोमा यति नै थियो, बाइ।